Dear students, today we are going to learn general characteristics of some specimen provided here. And as mentioned before, we made 11 groups. In each group, 2 students are present. Now roll number 1, 3, 2, 4, 5, 7 and so on is shown here. तिमीहरू सबैको अगाडि विभिन्न म्युजियम स्पेसिमेनहरू राखिएको छ। विभिन्न जनावरहरू विभिन्न फाइलममा पर्ने विभिन्न क्लासमा पर्ने जनावरहरू राखिएको छ र त्यो जनावरहरूको क्यारेक्टरिस्टिक्सहरू सबैभन्दा पहिला त्यो कुन अर्गानिजम हो त्यसलाई मसिनो गरेर तिमीहरूले अब्जर्भ गर्नेछौ र त्यो अर्गानिजमको जेनरल क्यारेक्टरिस्टिक्सहरू प्रोभाइड गरिएको चाहिँ सिटमा तिमीहरू लेख्नेछौ। त्यसपछि हामी बाहिर फिल्डमा गइनेछ र बाहिर गइसकेपछि प्रत्येक साथीहरूले आफूलाई परेको आफ्नो समूहलाई परेको अर्गानिजमहरूको फिचर्सहरू अर्को साथीसँग चाहिँ सेयर गर्नेछौँ। यसो गर्दा हामीसँग भएका करिब करिब सबैजसो फाइलमहरूको क्यारेक्टरिस्टिक्सहरू सहज तरिकाले सिक्न सकिनेछ। कुरो बुझ्यो नि हैन? बुझ्यो? ल अब यो चिनेर सबै कसरी दिन्छ यो सब पछि Yes, भाइ। हेलो आफूले देखेको अर्गानिजमको क्यारेक्टरिस्टिक्सहरू, त्यसका सबै विशेषताहरू, त्यसको रिप्रोडक्सन कसरी हुन्छ, एक्सटर्नल मर्फोलोजिकल स्ट्रक्चर के छ, रेस्पिरेसन कसरी हुन्छ, एक्सक्रिटरी अर्गान डेभलप्ड हुन्छ कि हुँदैन, यो बारेमा डिटेलमा छलफल गरेर साथीहरूको बीचमा सोच विचार गरेर सल्लाह गरेर पेपरमा लेख्नु। पेपर दे Dear students, after writing characteristics of a specimen in your paper, first try to understand, try to remember all points, and you must share with your other friends also after certain time. So what you write, what you observe in that specimen,
Read it first carefully and then we will move outside this classroom and we will discuss on such features. और 2 मिनटको भिडियो भयो अझै गर्ने सबैले देखाएँ विद्यार्थी भाइ बहिनीहरू हामी पहिला स्टडी गरेका क्यारेक्टरिस्टिक्सहरू दुईजना साथीले मात्रै एउटा अर्गानिजमको क्यारेक्टरहरू जानिएको छ। अब क्रमशः सबै साथीहरूले सबै स्पेसिमेनहरूको सबै अर्गानिजमहरूको क्यारेक्टरिस्टिक्सहरू सेयर गर्ने गरेर हामी समूह विभाजन गरिएको छ। अब प्रत्येक रूपले साथीहरूको बिचमा अन्तर्क्रिया यो साइडबाट अन्तर्क्रिया गर्दै यता अगाडि आउन र प्रत्येकले आफूलाई परेको स्पेसिमेनको क्यारेक्टरिस्टिक्सहरू साथीसँग सेयर गर्नलाई म अनुरोध गर्दछु। अब यो साइडबाट चाहिँ सुरु गर्नु है। ल एकदमै बुझ्ने गरेर छिटो छिटो अनि क्रमशः यता अघि बढ्दै त्यो तरिकाले इन्ट्र्याक्सन गर्नु है त राम्रोसँग सिकिन्छ। त्यो हुँदाखेरि सबै साथीहरूको बिचमा इन्ट्र्याक्सन हुनु पर्यो है। आफूले जानेको कुरो अर्को साथीलाई सिकाउनु पर्यो, सेयर गर्नु पर्यो। ल त्यसपछि क्लास Biplab, you must tell with your friend about your topics. Actually, दुई तरिकाले चाहिँ डिफरेन्ट गर्छ अनि यो धेरै जसो चाहिँ
पर्फेक्ट